हेलो साथीहरु। त साथीहरु आजको भिडियो के छ भने हामीले श्रम स्वीकृति गर्दाखेरि हामीसँग जो पासपोर्ट माग्छ त्यसको पासपोर्ट फर्गेट कसरी गर्ने, त्यसमा कुन पासपोर्ट हाल्दाखेरि खुल्छ, हामीले पासपोर्ट थाहा छैन हामीले कसरी गर्ने हो, सम्पूर्ण कुराको बारेमा यसमा जानकारी दिने छु। तपाई नयाँ हो भने तपाई प्लिज तपाईले च्यानल सब्स्क्राइब गरेर भिडियोलाई लाइक गर्नु होला। त साथीहरु यसमा के छ भने हामीले कतिपय गर्छ विदेश गएको हुन्छ हैन, हामीलाई श्रम स्वीकृति गर्नु पर्यो र हामी के त अर्जेन्ट को थ्रु अथवा मेन पावर को थ्रु गएको हुन्छ र तिनीहरुले हाम्रो श्रम स्वीकृति गराइदिन्छ कतै साइबरमा अथवा कतै कुनै ठाउँमा। र हामीलाई श्रम स्वीकृति गर्दाखेरि त्यसको जीमेल पासपोर्ट हामीले थाहा हुँदैन। त हामीले आफै श्रम स्वीकृति गर्न खोज्दाखेरि हामीसँग पासपोर्ट सोध्छ हैन, तपाईले एउटा साइडमा देखिराख्नु होला कि पासपोर्ट यहाँ सोधिरहेछ। र त्यो पासपोर्ट सोध्छ, त्यो हामीले त्यो पासपोर्ट थाहा छैन, त्यसलाई हामीले कसरी खोल्ने। त म यसमा बाइ डिफल्ट 3-4 वटा पासपोर्टको बारेमा भन्ने छु। तपाईले भिडियो पुरा अन्तिमसम्म हेर्नु होला। तपाई नयाँ भए प्लिज तपाई च्यानल सब्स्क्राइब गरेर भिडियो लाइक गर्नु होला। साथै भिडियो सुरु गरौँ। हामीले सर्च गर्नुपर्छ, गएर गुगल अथवा क्रोम फाइलको अथवा फायरबक्सको कुनै पनि सर्च बारमा हामीले गएर श्रम स्वीकृति भनेर सर्च गर्नुपर्छ। जब हामी यो सर्च गर्छौं भने यहाँनिर श्रम स्वीकृतिको विभागको हैन जुन तपाईले यहाँ देख्न सक्नुहुन्छ कि होम डिपार्टमेन्ट अफ फर्जिन भनेर तपाई यहाँ सुरुको साइड देख्न सक्नुहुन्छ, जुन यहाँ दिएको छ कि होम डिपार्टमेन्ट अफ फर्जिन इम्प्लोइमेन्ट हैन। त हामी यो सुरुको लिंकमा क्लिक गर्नुपर्ने हुन्छ। जब हामी यहाँ क्लिक गर्छौं भने यसको साइट खुलेर आउँछ यो हैन, जुन तपाई यहाँ देख्न सक्नुहुन्छ कि यहाँ विदेशिक रोजगार विभागको यहाँ साइट खुलेर आयो। हामीले के गर्ने हो त हामीले यसबाट आफ्नो श्रम स्वीकृतिको गर्न सक्छौं हैन। त मैले यस भिडियोमा के भन्न खोजेछु भने हामीले मानव श्रम स्वीकृति गर्दाखेरि त्यसमा जीमेल पासवर्ड माग्छ, हामीसँग त्यो पासपोर्ट छैन, हामीले त्यो पासपोर्ट कसरी हालेर खोल्ने, बाइ डिफल्ट पासपोर्ट कसरी हाल्ने, सम्पूर्ण कुरा बारेमा भन्नेछु। त्यसको लागि हामीले के गर्नेलाई तलपट्टि स्क्रल डाउन यसरी गर्ने हो हैन। जब हामी यसलाई स्क्रल डाउन गर्छौं भने यहाँ के भन्छ भने विदेशी रोजगारको खोजी र अनलाइन श्रम स्वीकृति यहाँ भन्छ हैन। त हामीले के गर्ने हो त यहाँ अनलाइन श्रम स्वीकृतिमा क्लिक गर्ने हो। जुन हामी यो विदेशी रोजगार विभागको साइट खुलिसकेपछि हामी सिधा यहाँ तलपट्टि आउने हो। तलपट्टि आइसकेपछि यहाँनिर के भन्छ कि विदेशी रोजगारको खोजी र अथवा वैदेशिक कुनै पनि देशको भिसा छ कि छैन त्यसको खोजी गर्ने हो। र यसमा हामीले के त अनलाइनबाट श्रम स्वीकृति गर्ने हो। त हामीले श्रम स्वीकृति गर्नु भन्दा पहिला के त यसमा पासपोर्ट नम्बर सोध्छ र पासपोर्ट नम्बर सोधिसकेपछि त्यसमा के भन्छ कि फेरि तपाईको त्यसमा जीमेल पासवर्ड हालेर तपाईको आईडी लाई क्लिक गर्नलाई भन्छ। त्यसमा के सोध्छ भने यहाँ लेखेको छ भने वैदेशिक रोजगारमा गएका वा जान चाहने व्यक्तिको लागि मात्र र यो कार्यालय कर्मचारी संस्था प्रयोगकर्ताको लागि मात्र। त हामीले के त हामीमा यहाँ लगइनमा हामी यहाँ क्लिक गर्ने हो। यहाँ हामी क्लिक गर्छौं भने फेरि यसमा अर्को एउटा पेज खुल्छ हैन, जुन जाने हो विदेश त्यसको पासपोर्ट नम्बर यसमा सोध्छ। त त्यो पासपोर्ट यहाँ दिनु पर्ने छ। यसमा म आफ्नो पासपोर्ट दिन्छु हैन, यसमा पासपोर्ट दिनुपर्ने हुन्छ। र त्यसपछि हामी के त यहाँ नेक्स्टमा क्लिक गराइदिनु पर्ने हुन्छ। जब हामी यहाँ क्लिक गर्छौं भने फेरि यो के त अब यहाँ सोध्छ पासपोर्ट यो छ। अब के छ भने माथि यहाँ सो हुन्छ पासपोर्ट नम्बर हैन। र यसमा अब तपाईको जुन श्रम स्वीकृति पहिला गर्नु भएको छ त्यसको यहाँ आईडी नम्बर अथवा यसमा पासपोर्ट सोध्छ। तब गएर तपाईले आफ्नो श्रम स्वीकृतिको आईडी खोल्न सक्नुहुन्छ। तब गएर हामीले पूर्ण श्रम स्वीकृति गर्न मिल्छ। त्यसको लागि यहाँ पासपोर्ट हाल्नु पर्ने छ। त हामीलाई पासपोर्ट थाहा छैन हैन, हाम्रो त के त यो भन्दा पहिला के त अर्जेन्टली अथवा मेन पावरले हामीलाई श्रम स्वीकृति गराएर पठाएको हुन्छ, हामीलाई थाहा नै हुँदैन। त्यसमा 2-3 टा बाइ डिफल्ट पासपोर्ट भन्ने छु हैन। सुरुमा हामीले के गर्ने भने 1 2 3 गर्ने हो हैन, 1 2 3 हान्ने हो। यदि 1 2 3 ले पनि खुल्ने भने हामी के त 1 2 3 4 5 सम्म हान्ने हो हैन। र यसले पनि खुल्ने भने हामी के गर्ने भने फेरि के त यसमा 1 1 2 2 हान्ने हो। यदि यसले पनि खुल्ने भने हामी के त 0 0 पनि हान्न सक्छौं। यति गर्दा भएन भने यसको राष्ट्रिय किन यो विदेशी रोजगारको डिफल्ट पासपोर्ट भनेको 1 हो। कतिपय अथवा धेरैजनाले श्रम स्वीकृति गर्दाखेरि तिनीहरूले पासपोर्ट के राखेको हुन्छ भने 1 एउटा मात्र। हामीले एकमा क्लिक गर्ने हो र यहाँ साइन इन गर्दिनु हैन। बाइ डिफल्ट 3-4 वटा पासपोर्ट हामीले क्लिक गर्दाखेरि त्यो खुल्ने भने हामी के त पछि गएर 1 ले अथवा 1 ले ट्राई गर्ने हो। त कतिपय साथीको त्यसको पासपोर्ट 1 नै हुन्छ हैन। मैले पनि यहाँ 1 मा क्लिक गरेर साइन इन गर्दैछु, मेरो पनि खुल्छ कि भनेर। त यहाँनिर म 1 हाने र मैले यसमा के त 1 हान्दाखेरि
मेरो के त खोलेर आयो हैन। त तपाईले के गर्नुपर्ने हुन्छ भने तपाईले पनि 3-4 वटा पासवर्ड डिफल्ट तपाईले ट्राई गर्नु। त्यसले पनि भयो भने हामीले के गर्ने 1 धेरै लगभग 90% मान्छेको पासवर्ड एक नै हुन्छ 1 नै हुन्छ। त्यही भएर 1 मा हामीले क्लिक गर्ने हो। जुन यहाँ मेरो सम्पूर्ण मेरो प्रोफाइल खुलेर आयो। हामी यहाँ के त एडिट प्रोफाइलबाट हामीले आफ्नो पासवर्ड पनि चेन्ज गर्न सक्छौं हैन। त साथीहरु हामीले यसरी नै आफ्नो श्रम स्वीकृति गर्दाखेरि हामीले आफ्नो आईडी पासवर्ड नम्बर यसरी पत्ता लगाउने अथवा यसरी खोल्ने हो। यदि इले पनि भएन भने त हामीले यसरी नै आफ्नो पासवर्ड खोल्न सकिन्छौ। तपाईलाई भिडियो राम्रो लाग्यो च्यानल सब्स्क्राइब गरे भिडियो लाइक गर्न सक्नुहुन्छ। धन्यवाद।